सम्पूर्ण शुभ बिहानी। यो चाहिँ उदयपुर जिल्लाको उत्कृष्ट धार्मिक तथा पर्यटकीय स्थल रौता पोखरी रौतामाई हो। यो चाहिँ समुद्र सतहदेखि 1760 मिटरको हाइटमा यो रहेको छ भने यहाँदेखि माथि डाँडा 360 भ्यू भन्छ, लगभग 1900 मिटरको हाइटमा छ। यहाँदेखि माथि घुम्न जाने ठाउँ पनि छ। यहाँ चाहिँ आज शुक्रबार नयाँ वर्षको नजिक पनि छौँ हामी। भक्तालुहरू पनि अलिअलि आज अलिकति बढेको देखिरहेछौँ। शनिबार चाहिँ धेरै नै भिड हुन्छ। 30-40 वटा स्कर्पियो, मोटरसाइकल 40-50 वटा मोटरसाइकल लगायतका गाडीहरू, बसहरूबाट पनि यहाँ दर्शन गर्नलाई, घुम्नलाई, रमाइलो गर्नलाई आउनुहुन्छ। प्राकृतिक रूपले सौन्दर्यले भरिपूर्ण सबै कुराले उपयुक्त ठाउँ। यो 12 महिना चिसो हुने, गर्मी हुँदैन। यहाँ मौसम एकैछिनमा परिवर्तन हुन्छ। एकैछिनमा बादल आउँछ, एकैछिनमा बादलले छेक्छ, एकैछिनमा खुल्छ। यति स्वर्ग जस्तो भूमि रौतामाईको विकासको लागि चाहिँ सम्बन्धित निकायले त्यति ध्यान दिइरहेको हामीले देखिरहेको छैनौँ। हामी बारम्बार कराइरहेछौँ, मैले पनि बारम्बार कराइरहेको छु। प्रदेश सरकारसँग पनि म आफै पनि गएर कुरा गरिरहेको थिएँ यो विषयमा। मन्त्रीज्यूले पनि, पर्यटन मन्त्रीज्यूले पनि 10-20 करोडको डिपिआर बनाऊ, त्यसबाट काम गरौँ भन्ने कुरा उहाँको आश्वासन आएको थियो। सरकार परिवर्तन सँगसँगै त्यो कुराहरू पनि सकिँदै गयो। अहिले भ्रमण वर्ष 2022 अनि कोसीलाई मनाउने कोशी प्रदेशको तयारी भइरहँदाखेरि तिनजुरेबाट सामान्य प्रधानमन्त्री केपी ओलीज्यूले भ्रमण वर्षको उद्घाटन गर्ने भनिराख्नु भएको छ। तर अहिले त्यहाँ गुराँस फुलेको स्थिति छैन। हिजो अस्तिको मात्रै न्युज हेर्नुहुन्छ भने दमकल लगेर गुराँसको बोटमा पानी हाल्ने काम गरिरहेछ, गुराँस फुल्छ कि भनेर। अहिले उदयपुरको यो रौताको परिसरमा चाहिँ बिरुवाहरू भर्खर रोपिएको छ। अहिले तपाईँहरूले यहाँ देख्नुहुन्छ, यहाँ 2टा बोट छ, गुराँसको बोट यहाँ फुलिसकेको छ र अब धेरै मान्छेहरूले टिपेको पनि छ। हामी अलिकति बुझ्दैनौँ पनि यो कुराहरू, मान्छेहरू हामी अलिकति अज्ञानता पनि छ हामीमा। यो गुराँसहरू टिप्नु हुँदैन भन्ने कुरा हामीले बुझेका छैनौँ। यसलाई जोगाइ राखियो भनेदेखि पर्यटकहरू पक्कै पनि यसमा बढ्नेछ र यो रौतामाईमा पर्यटक बढ्नु भनेको समग्र उदयपुरको विकासले फड्को मार्नु पनि हो। यो माथि डाँडादेखि जहाँ देखिराख्नु भएको छ, यहाँ डाँडादेखि उतापट्टि जानुभएपछि एकदम गुराँसको बोटहरू धेरै छ, पूर्ण रूपमा फुलेको गुराँसहरू छ। म अहिले त्यो पनि देखाउनेछु तपाईँहरूलाई। मैले बारम्बार पोस्टर पनि हालिराखेको छु गुराँसको फुलेको। अहिले ढकमक्क गुराँस फुलेर, लाली गुराँस फुलेर रातै भएको जङ्गलहरू म त्यो देखाउने नै छु। नयाँ वर्ष आउँदैछ। नयाँ वर्षमा वैशाख 1 गते यहाँ मेला लाग्ने गर्छ। यहाँदेखि तलतिर एउटा चौरी छ, यो चौरी मुनिबाट मेला लाग्छ। त्यो मेलामा हजारौँ भक्तजनहरू यहाँ दर्शन गरेर मेलामा रमाइलो गर्न आउनुहुन्छ। व्यावसायिक रूपमा पनि धेरै होटलहरू खुल्छ, त्यहाँ पसलहरू राखिन्छ। व्यवसाय गर्नेहरूको लागि पनि एकदम राम्रो छ। धेरै कुराहरूले यो सम्भाव्यता भए पनि हामीले यसलाई महत्त्व नदिनको कारणले गर्दाखेरि यो अलिकति पछाडि परेको हामीले देखिरहेछौँ। अहिले तिनजुरेकै कुरा गर्ने हो भने पनि प्रधानमन्त्रीज्यूले त्यहाँबाट उद्घाटन गर्नुभन्दा रौतामाईबाट गर्नुभए अझै उत्कृष्ट हुने थियो। किनभने तिनजुरेलाई धेरैले चिनेछ। म नै 10औँ पटक पुगेको छु तिनजुरे। धेरैजना पुग्नु भएको छ, नेपालका लगभग धेरैजना पुग्नु भएको छ। त्यो पुगेको ठाउँलाई अझ प्रमोट गर्नुपर्ने आवश्यकता छैन, किनभने सबैलाई थाहा छ तिनजुरे। त्यो थाहा भइसकेको पर्यटकीय क्षेत्रलाई अब धेरै प्रचार गरिराख्नु पर्दैन। सबैलाई थाहा छ, सबैजना जान्छ, सबैले बुझेको छ। अब नयाँ पर्यटकीय स्थल कुन हो त्यसलाई प्रचार प्रसार गर्नु पऱ्यो, त्यसलाई महत्त्व दिनु पऱ्यो। सरकारले त्यतातिर ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। अहिले तपाईँले देखिराख्नु भएको छ यो प्यारापेट। यो के छ भने रौतामाईमा पनि समिति बनायो अनि स्थानीय सरकारसँग, प्रदेशसँग लबिङ गर्यो अनि यस्ता खालका बगमबुसे काम गर्यो अनि बजेट ल्याएर खाने मात्रै काम गरिरहेछ। अहिले हेर्नुहोस्, यो रौता पोखरीको पानी सुक्ने स्थितिमा छ। यो रौता पोखरीमा कहिले पनि पानी सुक्दैन थियो, तर अहिले तपाईँले देखिराख्नु भएको छ पानी एकदमै कम छ। यसको यो पानी सुक्नुको कारण, कम हुनुको कारण तपाईँहरूले देख्नु भएको छ कङ्क्रिटको संरचना। यो आवश्यक नै छैन। यहाँ यो पोखरी हो, यहाँ भलिबल खेल्ने, फुटबल खेल्ने, कुनै गेम खेल्नुको लागि दर्शक बस्ने ठाउँ यो पक्कै पनि होइन। यसको आवश्यकता थिएन। हिजो जुन चौरी थियो त्यो चौरी नै यहाँको लागि एकदम उपयुक्त थियो। यो यस्तो कङ्क्रिटहरू, यो ब्लकहरू हामीले सहरतिर देखिरहेछौँ। यहाँ मान्छे सहरबाट घुम्न आउने, केही नयाँ हेरौँ यहाँको भनेर आउने हो, अर्ग्यानिक हेरौँ भनेर आउने हो।
सहरै जस्तो बनाइदिइसकेपछि त यसको महत्त्व बिस्तारै बिस्तारै हट्दै जान्छ। यो महत्त्व रहँदैन पक्कै पनि, तपाईँ हामीले बुझ्नुपर्ने कुरा हो। अब यसलाई रौतालाई बचाउन सक्यौँ भने, रौताको पानी हामीले जोगाउन सक्यौँ भने नै रौता रहन्छ। यदि यो पानी हामीले जोगाउन सकेनौँ, बचाउन सकेनौँ, यसको संरक्षण गर्न सकेनौँ भने पक्कै पनि रौता रहने छैन र यहाँ पर्यटकहरू पनि आउन छोड्नेछ। त्यसकारण पनि हामीले यो तर्फ अलिकति ध्यान दिनु आवश्यक देख्छु म। यो रौतामाईको चाहिँ किंवदन्ती कस्तो छ भन्नुहुन्छ भने, यो ओखलढुङ्गाको रुम्जाटारबाट भुजुङ गुरुङ चाहिँ भेडा चराउँदै यो रौता पोखरीको आसपासमा चौरीतिर भेडा चढाउँदै आइपुग्नु भएको रहेछ र उहाँले यहाँ पोखरीमा चाहिँ अब पोखरी देख्नु भएपछि उहाँले त यो पोखरी नै आल रहेछ भनेर भन्नुभएछ। उहाँले त्यो आल रहेछ भन्नुभएपछि उहाँको भेडाहरू हराएछ, भेडा पनि हराएछ, कुकुर पनि हराएछ। उहाँको सबै कुरा हराइसकेपछि गाउँतिर खोजी गर्यो, सबैतिर खोजी गर्यो। अब कहीँ पनि पत्ता नलागिसकेपछि यहाँकै गाउँलेहरूले चाहिँ यो पोखरी हो, तपाईँले यसो भन्नुभएछ, तपाईँले क्षमा माग्नुहोस्, तपाईँको इच्छा पुरा हुन्छ भनेपछि उहाँले पोखरीमा आएर पूजा गरेर अनि क्षमा मागिसकेपछि चाहिँ उहाँको कुकुर र भेडाहरू फेरि देखिन थाल्यो। उहाँले भेट्नुभयो, हराएको सबै आफ्नो ठाउँमा आइपुग्यो भन्ने प्रचलन छ। र उहाँले नै यो मन्दिर जुन छ, यो अहिले तपाईँले देख्नु भएको छ फडिरको रुख हो, यो यसको मुनि मन्दिर बनेको छ। यो मन्दिर चाहिँ उहाँले नै स्थापना गर्नुभएको भन्ने चलन छ। र यो पोखरीमा यो वरिपरि तपाईँहरूले जङ्गल देख्नुहुन्छ, यो रुख तपाईँले पोखरी सँगसँगै देख्नुहुन्छ। यो रुखहरू, यसको रुखहरू, यो अहिले त पानी तपाईँले कम देख्नुहुन्छ, तर यो भरि भएको बेलामा पनि तपाईँले कुनै एउटा पत्ताहरू यो पानीको माथिबाट पोखरीमा एउटा पनि पातहरू तपाईँले देख्नुहुन्न। त्यसको कारण के हो भने, के भनाइ छ भनेदेखि यहाँ चाहिँ एउटा चरा छ, त्यो चराले चाहिँ पोखरीमा पात झर्नु बित्तिकै त्यो पातलाई टिपेर कहीँ कतै गुफामा लगेर सङ्कलन गर्ने, उहाँले त्यो चराले चाहिँ लिएर जाने भन्ने अब प्रचलन छ। र हामीले तपाईँहरूले देख्न सक्छौँ आज त पानी कम भएकोले त्यो कुरा नहोला, तर तपाईँले भरि पानी भएको बेलामा पनि त्यो कुरा देख्नुहुन्छ। यहाँ एउटा पनि पत्ता भेटिँदैन। त्यसकारण पनि यो रौताको चर्चा छ, सबैले मानेको छ। यहाँ परेवा उडाउने र पाठी पूजा गर्ने प्रचलन छ। देवीलाई पाठीको बलि दिने चलन इतिहासकारदेखि नै चलिआएको। यहाँ पनि देवीलाई पाठीको बलि दिइन्छ भने परेवालाई उडाउने, परेवाको बच्चाहरू ल्याएर उडाउने गरिन्छ। तपाईँले यो मन्दिर देखिराख्नु भएको छ, अहिले भर्खरै बनाएको कङ्क्रिट नयाँ मन्दिर। यस्तो संरचनाको आवश्यकता छैन। यस्तो मन्दिरहरू धेरै ठाउँ बनेको छ। यो मन्दिर कहाँ बनाउनु पर्ने, किन बनाउनु पर्ने भन्ने कुरा पहिला चाहिँ यसको बुझ्नुपर्ने हुन्छ। यो मन्दिरको यहाँ मैले आवश्यकता देखिरहेको छैन। तपाईँहरूलाई कस्तो लाग्छ त्यसमा पनि कमेन्ट गर्नु होला। हामीलाई जुन मन्दिर, अर्ग्यानिक मन्दिर जुन बनेको छ, पुरानो मन्दिर, यसमा अलिकति कलर गरिएको छ, त्यति मात्रै हो। त्यही मन्दिर नै हाम्रो लागि उपयुक्त हो। यो मन्दिर नै जोगाउनुपर्छ हामीले। त्यसैले पनि अब रौतामा आउने पर्यटकहरू अहिले बढी नै राखेको छ, धेरै ठाउँबाट आउँछ। अब हामीले यो बेला बेलामा यो पोखरीलाई साफ गर्ने गरेको थियौँ हामीले। अहिले यो झारहरू पोहोर साल पनि हामीले आएर सफा गरेको थियौँ। यसपालि अब पानीको स्तर एकदमै न्यून भएको छ, यसलाई सफा गर्नु पनि अलिकति अप्ठ्यारो देखिरहेको छ। पानीको सतह केही बढेपछि पक्कै पनि एउटा समूह मिलाएर आएर सफा गर्नुपर्छ भन्ने लागिरहेछ। तपाईँहरू हाम्रो सबैको हात अगाडि बढाएर यसलाई बचाउनु आवश्यक देखिन्छ। यो डाँडामा पहिला पुरै यहाँ फुल हुन्थ्यो, फुलै फुल हुन्थ्यो। तर अब यी संरचनाहरू यस्तो बनाइदिएको छ, तपाईँले देखिरहनु भएको छ। यो कङ्क्रिटले गर्दा नि होला सायद। अझ फुलहरूलाई पनि पानीको सिमेन्ट जहाँ युज हुन्छ पानीको स्रोत सुक्छ भन्ने भनाइ छ। वास्तवमा त्यो भएको पनि होला जस्तो लाग्छ, किनभने यहाँ पहिला बिरुवाहरू धेरै थियो, बिरुवाहरू पनि सुकेको अवस्था छ, पानी पनि सुकेको अवस्था छ, फुलहरू पनि नफुलेको देखिरहेछौँ। त्यो कारणले पनि होला सायद अब यो कमजोरी भएको छ। यसलाई सुधार गर्नुपर्छ पक्कै पनि। यसमा प्रदेश सरकार र केन्द्रीय सरकारको ध्यानाकर्षण ध्यानाकर्षण हुनुपर्छ। र रौतामा होमस्टेहरू पनि छ। त्यो होमस्टेलाई प्रचार प्रसार गर्नको लागि पनि कमसेकम यहाँ 5 देखि 7 दिनसम्मको एउटा अर्ग्यानिक खाना परिकार महोत्सव यहाँ सञ्चालन गर्नुपर्छ जस्तो लागिरहेछ मलाई। तपाईँहरूको यसमा पनि राय के छ त्यो पनि आओस् होइन। अब यसमा प्रदेश सरकारले, स्थानीय सरकारले ध्यान दिनुपर्छ। रौतामाई गाउँपालिकाको अध्यक्ष र त्रियुगा नगरपालिकाको अध्यक्ष मेयर बसन्त कुमार बस्नेतज्यूसँग त मेरो कुरा भइसकेको छ। उहाँहरू पोजिटिभ हुनुहुन्छ फुड फेस्टिभल, खाना परिकार मेला लगाउने कुरामा। यसलाई पक्कै पनि हामीले अब अलिकति ध्यान दिएर यसलाई जोगाउनुपर्छ। यो मेन कुरा पानी हो, यो पानीलाई सुक्नु दिनु हुँदैन। हामीले सबै साथ सहयोगले पक्कै पनि यसलाई हामीले पहिलाकै जस्तै स्थितिमा बनाउन सक्छौँ। त्यसतिर ध्यान दिउँ। सबैलाई नमस्कार। अहिले रौताबाट हस्।